हेलो गाइस नमस्ते अनि स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। अनि हामी चाहिँ दिदीबहिनी बिहान पानी लिन जाँदैछौँ। पानी परेको बेला भएर होला, एकदम बिहान चाहिँ चिसो थियो हैन, अनि र पनि पानी त खानु पर्यो, त्यसैले हामी चाहिँ पानी लिन गएका थियौँ। र हामी चाहिँ पानी भर्दैछु हैन, अनि दिदीले चाहिँ भिडियो गरिदिँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो कुवा हो। कुवा चाहिँ 6वटा छ हैन, उतापट्टि 3टा यतापट्टि 3टा छ। अनि सो अन्तिमसम्म हेरिदिनु होला। यहाँबाट चाहिँ झर्न अलिकति गाह्रो छ हैन, तैपनि मैले भिडियो बनाइदिइ हालेको। अनि यहाँ चाहिँ हाम्रो टनेल घर बन्दैछ, बुवाको लागि टनेल। अनि मैले चाहिँ अब तरकारी चाहिँ मेरो आज मम्मीले बनाउँदै हुनुहुन्छ, अनि मैले चाहिँ यहाँ मरमसलाहरू तयार गर्दैछु। अनि हेर्दै गर्नु होला। यो चाहिँ हाम्रो लसुन हो, यति धेरै छ। अब यो चाहिँ हामीले खानु पर्ने हुन्छ। अहिले चाहिँ मैले तरकारीको लागि हो। सो गाइज वेलकम टु माई मिनी ब्लग। अब जाउँ है त। मैले चाहिँ यहाँ बल्ल इन्ट्रो दिइरहेको छु कि। अनि यहाँ चाहिँ मम्मीले बनाउँदै हुनुहुन्छ आगोमा खसीको मासु। लेट्स सी गाइज, आज चाहिँ हाम्रो रहेको छ खसीको मासु। सो अब पकाऊँ है त। अब चाहिँ लसुन अनि आजको भिडियो चाहिँ मैले एकदम स्पिड लगाइरहेको छु कि, किनभने धेरै हुन्छ नि त, लामो हुन्छ नि त, त्यही भएर मैले चाहिँ स्पिडमा गरिरहेको छु। र पनि हजुरहरूले हेरिदिनुहुन्छ भन्ने आशा गर्दछु। थ्याङ्क यू सो मच। र अन्तिमसम्म हेरिदिनु होला। किन गएर त्यसलाई ए ल्याछु त, यहीँ छ धनियाँ। ए त्यहीँ छ, त्यहीँ मैले त्यहाँ माथि राखेको छु त।